नमस्कार सबैजनामा सबैजना आरामै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो देशको एकदमै विद्वान डाक्टर साहबले केही दिन निकै चर्चामा पनि आयो त्यो विषय एउटा यो वनसँग सम्बन्धित इन्भेन्ट्री फरेस्ट इन्भेन्ट्रीका केही अचम्मित तथ्यहरू उजागर गर्नुभएको छ। म पनि यो लगभग 1972 तिरैबाट यो स्याटेलाइट रिमोट सेन्सिङ सुरु भएको यो साँच्चै नै केही त्यसमा सिस्टम आएछ, अपडेट आएछ क्यारे ठ्याक्कै सङ्ख्या नै भन्ने खालको यति 100 करोड यति चाहिँ अरबै भनेर चाहिँ ट्याक 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 अब रिजन वाइज त्यसरी केही आयो कि यो अब रिमोट सेन्सिङको अब नयाँ प्रविधि आएछ क्यारे अब त्यतिको विद्वान मान्छेले बोलिसकेपछि भने लाएर यसो खोजेँ। त्यो प्रविधि चाहिँ अलिकति त्यो हरियो पात सुकिसकेपछि तानेर आएको मनमनै आएको घरमै बसेर एकदम ध्यानबाटै उहाँले ल्याउनु भएको प्रविधि रहेछ। तर मैले चाहिँ अलिकति त्यो अब सबैजना चाहिँ त्यसबाट रमाइलो पनि मान्नुभयो, हाँस्नुभयो। मैले त्यो अलिकति उहाँको बोलेका कुराहरू पनि हेरेँ। मैले जोड्न खोजेको कुरा चाहिँ के हो भन्दाखेरि नेपालमा हाम्रो कम्युनिटी फरेस्ट्रीको यो प्र्याक्टिस चाहिँ बेस्ट छ भनेर प्राय हरेक वर्ष जस्तो बाहिर देशहरूबाट अध्ययन गर्न आइरहेका हुन्छन्। नेपालमा चाहिँ कम्युनिटी फरेस्ट्रीको प्र्याक्टिस चाहिँ बेस्ट छ भन्ने कुरा एउटा इक्जाम्पलको रूपमा पनि आउने गर्छ हैन। अब म तराईको जिल्ला अब धनुषा लगायत पहाडतिर यो पर्वत अनि हिमाली जिल्ला सोलुखुम्बु यी जिल्लाहरूमा लगायत अरू पनि देशको धेरै जिल्लाहरूमा यो सामुदायिक वनको यो कार्ययोजना अपरेसनल प्लान चाहिँ बनाउने क्रममा फरेस्ट इन्भेन्ट्रीमा धेरैवटा तराई पहाड हिमालमा पुगेको छु। अनि अहिले चाहिँ मान्छेको सामुदायिक वनप्रति यो वनको चाहिँ हाम्रो प्राकृतिक स्रोतको संरक्षणप्रति धेरै ठाउँहरूमा चर्कै आक्रोश पनि छ। आक्रोश चाहिँ कस्तो मानेमा भने धेरै जसो मान्छेको त अहिले अब झट्ट हेर्दा वन भन्ने बित्तिकै यो वन भनेको त यो वनबाट त 1 रुपैयाँ पनि कमाउनु चाहिँ गैर कानुनी हो। यो चाहिँ कानुनी अब कुनै न कुनै दिन चाहिँ कानुनी सजाय पाउन सकिन्छ, यो चाहिँ कानुन विपरीत हुन्छ भन्ने खालको कन्सेप्ट पनि छ कतिलाई। अनि त्यो भए हुनाले चाहिँ जस्तो मैले हाम्रो त्यो डाक्टर साहबको चाहिँ त्यो कुराहरूबाट एउटा जिस्ट चाहिँ के कुरा चाहिँ जोड्न खोजेको भने जस्तो हाम्रो वन ऐन 2076 र वन नियमावली 2079 ले जस्तो हामीले नेपालमा चाहिँ एनटिएफपीको मेडिसिनल प्लान्टहरूको चाहिँ हैन हाई भ्यालु प्लान्टहरूको चाहिँ प्रचुर सम्भावना छ भनेर पनि अब 4-5 वर्षै पढै गरियो। अनि अब त्यसको सङ्कलन अनि उत्पादन प्रशोधन बिक्री वितरण त गर्न मिल्छ भनेर वन ऐन 2076 र हाम्रो वन नियमावली 2079 ले भनेको छ। अब त्यससँगै हाम्रो अब कुन सिल्भिकल्चरल सिस्टम कुन चाहिँ प्र्याक्टिस गर्ने हो र अपरेसनल प्लानमा चाहिँ के कुरा चाहिँ समावेश गर्दाखेरि यो सामुदायिक वनलाई अलिकति आम्दानीसँग जोड्न सकिन्छ त्यसमा चाहिँ ध्यान पुर्याउनै पर्छ। अब नत्र होइन भने मान्छे रिसाएर अब उहाँ वन जोगाएको जोगाई बाँदरले सबै बालीनाली अब नाश गरिसक्यो, घरै आएर चाहिँ मकै बोकेरै लान थालिसक्यो, फलफुल केही बाँकी राख्दैन, अन्नपात केही बाँकी राख्दैन। अनि हामी चाहिँ अब जोगाएको जोगाई भन्ने खालको त्यो कन्सेप्ट र यो वन भन्ने बित्तिकै यो मुद्दा मामिलासँग जोडिन्छ, यो जटिल कुरा हुन्छ, जटिल अब यो मुद्दाहरू लाग्छन् भन्ने यसलाई चाहिँ यो चिर्न जरुरी छ। र हाम्रो डाक्टर साहबले भनेका तथ्यहरूलाई छोडेर यो आम्दानी हुने कुरालाई चाहिँ एउटा उहाँको कुराबाट चाहिँ पोजिटिभ कुरो भनेको यो वनलाई पनि हाम्रा प्राकृतिक स्रोतहरूलाई पनि संरक्षण गर्दै तिनीहरूको सदुपयोग गरेर आम्दानीसँग पनि जोड्न चाहिँ अत्यन्त आवश्यक छ भन्ने कुरा चाहिँ मलाई लाग्यो। र
त्यही सानो एउटा कुरा चाहिँ म सेयर गर्न आएको। हस्, धन्यवाद।